हामीले टाइम म्यानेज गर्ने कि आफ्नो इनर्जी म्यानेज गर्ने? सबैजनासँग 24 आवर्स हुन्छ र 24 आवर्स नै हामी चाहिँ एकदमै इनर्जेटिक भएर चाहिँ काम गर्न सक्दैन कि। एन्ड साइकोलोजिस्टहरूले चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ आफ्नो फिजिकल र मेन्टल म्यानेजमेन्टले चाहिँ लाइफमा प्रोग्रेस पाउँछ अरे क्या। सो हाम्रो बडी पनि लाइक मोबाइल जस्तै हो क्या। आफ्नो ब्रेनलाई चाहिँ रिचार्ज चाहिरहेको हुन्छ एन्ड रेस्ट गर्न परिरहेको हुन्छ क्या। यदि हामीले रेस्ट गरिरहेको छ भने चाहिँ त्यो चाहिँ अल्छी लेजिनेस होइन क्या। हाई प्रोडक्टिभिटीको लागि चाहिँ हुन्छ नि हामीले चाहिँ आफ्नो बायोलोजिकल हुन्छ नि इनर्जी प्राइम इनर्जी टाइम चाहिँ हुन्छ नि फाइन्ड आउट गर्नलाई एकदमै इम्पोर्टेन्ट रहेछ क्या। हुन्छ नि प्रायः मान्छेहरू चाहिँ मर्निङमा इनर्जेटिक भइरहेको हुन्छ, डेमा इनर्जेटिक भइरहेको हुन्छ, इभिनिङमा डिफ्रेन्ट डिफ्रेन्ट टाइममा चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट हुन्छ नि मान्छेहरूको चाहिँ इनर्जी प्याटर्न हुन्छ क्या। एन्ड एउटा कुरा चाहिँ हामीले चाहिँ बिर्सिनै नहुने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ सानसानो कुराहरू के लाइक हुन्छ नि के खाने के लाउने हुन्छ नि भन्ने कुराहरूमा चाहिँ हामीले चाहिँ ब्रेनलाई हुन्छ नि धेरै टाइम दियौँ भने चाहिँ हामीले एकदमै इम्पोर्टेन्ट काममा चाहिँ हामीले चाहिँ हुन्छ नि आफ्नो इनर्जी चाहिँ दिन नसकिँदो रहेछ क्या।